दुबई टु रोमानिया, नेपाल टु रोमानिया धेरै साथीहरूले कमेन्ट पनि गरिराख्नु भएको छ, पर्सनली पनि मेसेज गरेर सोधिराख्नु भएको छ। दुबईदेखि रोमानिया आउँदा कति खर्च लाग्छ, के छ, वहाँ गइसकेपछि कति कमाइ हुन्छ, अनि नेपालमा भएको साथीहरूले पनि रोमानियाको लागि बुझ्न चाहन्छु कति खर्च गरेर आउँदा ठिक हुन्छ, त्यहाँ कति जति कमाइ हुन्छ भनेर धेरै साथीहरूले बुझ्न खोज्नु भएको छ। सो त्यसको बारेमा आज हामी दुईजनाले भिडियो लिएर आउने प्रयास गरेका छौँ हजुरहरूलाई इन्फर्मेसनको लागि। यदि तपाईँ जुनसुकै ठाउँबाट आउँदै हुनुहुन्छ, गल्फ कन्ट्रीबाट होस् या नेपालबाट, धेरै चर्को शुल्क तिरेर आउन त्यति जरुरी देख्दैन, किनकि यहाँ तपाईँ जे आशा गरेर आउनुहुन्छ, जति स्यालेरी भनेको हुन्छ तपाईँको मेन पावरले पठाउने मान्छेले, त्यो एकदमै त्यो हुँदैन कुनै हालतमा, पोसिबलै छैन होइन। त्यो भनेकोमा जति सेलेरी तपाईँलाई भनेको हुन्छ त्यसमा मेबी अराउन्ड 27% या 28% ट्याक्स काटेर आउने, ट्याक्स काटेर तपाईँले बल्ल त्यो स्यालेरी लिनुहुन्छ, त्यो रिसिभ गर्नुहुन्छ। सो तपाईँले अहिले नेपालदेखि आउने साथीहरूले 8 लाख 9 लाख रुपियाँ तिरेर आउनुहुन्छ, जे आशा बोकेर आउनुहुन्छ, मेन पावरले भन्ला 1 लाखदेखि माथि नै कमाइ हुन्छ, तर त्यो हुँदैन। यहाँ पनि अरू ठाउँमा जस्तै सप्लाई कम्पनीहरू पनि हुन्छ, सप्लाई कम्पनीमा पर्नु भयो भने तपाईँलाई झन् एकदमै नराम्रै हुन्छ भनौँ न स्यालेरी। अहिले त झन् अब त्यति मात्रै होइन, अहिले त एजेन्टहरूले सेङ्सन भइसकेको छ भनेर धेरै जसो एजेन्टहरूले 10देखि एबभ द 10 नै भनिरहेको हुन्छन्। सो यदि तपाईँहरू पनि आउँदै हुनुहुन्छ भने कति त अब सप्लाई कम्पनी हुन्छ होइन, यदि त्यहाँ तपाईँ सप्लाईमा पर्नुभयो भने तपाईँलाई नै गाह्रो हुन्छ कति कुराहरूमा होइन। आउनु चाहिँ आउनुहोस्, धेरै चर्को शुल्क तिरेर नआउनुहोस्। अहिले नर्मल्ली 8 लाख रुपियाँसम्म प्रायः सबैले लिन्छ, पैसा लिएरै काम गर्ने हो सबैले, 8 लाखसम्म नर्मल्ली लिइरहेछ। तर धेरै आउन चाहिँ आउनुहोस्, तर धेरै ठुलो आशा बोकेर धेरै पैसा कमाउँछु भनेर रोमानिया नआउनुहोस्, यही भन्न चाहन्छ। त्यही हो। ओके।